हरेक आमालाई चाहिँ मलाई पनि हरेक पटक मेरो बच्चालाई खोप लगाउन जाँदा एउटा प्रश्न दिमागमा आउँथ्यो, यति सानो उमेरमा यति धेरै खोप किन लगाइदिनु परेको होला, उसलाई यति धेरै दुःख किन दिनु परेको होला, आखिर किन लगाइन्छ त यति सानो उमेरमा बच्चाहरूलाई खोप। बच्चा जन्मेको 24 घण्टाभित्रै BCG खोप लगाइन्छ। 6 हप्ता, 10 हप्ता, 14 हप्ता गरी 15 महिनासम्म विभिन्न समयमा बच्चाहरूलाई विभिन्न खाले खोपहरू लगाइन्छ। अनि प्रश्न फेरि उही, त्यति सानो बच्चालाई किन यति धेरै खोपहरू? किनभने खोप लगाउनुको मुख्य उद्देश्य भनेकै रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नुभन्दा अगाडि नै सुरक्षा तयार गरेर राख्नु हो। अनि अर्को कुरा चाहिँ तपाईको बच्चालाई लगाएको खोपले तपाईको बच्चालाई मात्र होइन पुरै समुदायलाई नै सुरक्षा दिन्छ। धेरै बच्चाले खोप पाएपछि रोग फैलिने सम्भावना एकदमै कम हुन्छ। खोपले आफ्नो बच्चालाई मात्र होइन वरपरका अरू बच्चालाई पनि सुरक्षा दिन्छ। अनि आफ्नो बच्चाको खोप कार्ड सुरक्षित रूपमा राख्ने, बेला बेलामा चेक गर्ने ताकि तपाईले तालिका अनुसार नै सबै खोप नियमित रूपमा लगाउन सक्नुहोस्। र यो भिडियो चाहिँ आफ्नै लागि सेभ गर्नुहोला र अरू पनि आमा बुवाहरूलाई सम्झाइदिनको लागि सेयर गर्नुहोला।